फुलले यसो माला सञ्जाल टक्क फुल लगाइदियो वरिपरि अघि माला त ल्याउने थिएँ है भइहाल्यो नि माल्य ऋणी सुगन्धिनी माला त्यागिनी गरे गरौ भया हितानि पूजानि पूजा गर्दै किरीटम भूर्वस्व माल्यम समर्पयामि यो वस्त्रलाई पनि यसो तलबाट सिक्दै नि है हो लगाइदिनु नसरा माथि नि माथि चावल माथि हो त्यसरी मङ्गलमूर्त है नमो नमः भयो हो स्वयंवर यसो माला लगायो ओम श्री सत्य लक्ष्मी सगतमा भवरात्रि लक्ष्मी लक्ष्मी दिवसमा व्यापन्न हुन्छ नि खाना मुम्बई खाना सर्वलोकम है खाना अब यो रातो टिका छ नि तिन पटक टक्क टक्क टिका लगायो सिन्दुर हाल्नु बिहा गर्दा दुलैले सिन्दुर हाल्नु त्यस्तो यो सबको थोरै चन्दन चाहिँ त्यहाँ लगाइदिन्छ ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गणपति मङ्गलम पुण्डरीकाक्ष लायतन हरि हरे वलग्नं शिखिनं तारा वलं चन्द्रवलं तदेव विद्यावलं दैववलं तदेव लक्ष्मीपति चाहिँ घृतं स्मरामि मङ्गलमूर्तये नमो नमः सौभाग्य निकालेर टक्क लगाइदियो है पहिला पोते लगाइदियो ओम श्री सत्य लक्ष्मी मङ्गलसूत्र घुमाइदिनु मङ्गलसूत्र पोते तिलहरी ट्यागा लाउनु जे छ त्यही भयो अब माथि नि गर्न त्यो तल किन छिराउने हो त्यहाँ हो त्यसरी अब चुरा पोते पनि यसो टक्क लगाइदियो चुरा पोते पनि लगाइदिए एउटा चुरा लगाइदियो माथि नि हो अर्को निकाल्यो नि त कहाँ जे छ सबै देखाइदिए त्यहाँ छाएर टक्क त्यहाँ राखिदियो छोड्ने अनि राख्दिए यो पछि चुरा चाहिँ यो चुरा र पोते चाहिँ यो टिका चाहिँ यसो राखिराख्ने बिहा गर्दाखेरि यसो दुलैलाई पनि लगाउनु मिल्छ पवित्र मानिन्छ आजको यो कुरा यो फर्स्ट यो पहिलो विवाह हो तेरो ल फुल लिएर यसो नमस्कार गर ल लक्ष्मी विष्णु भगवान्ले मेरो जुन नितान्त अलि यता फर्के जुन मेरो जन्मकुण्डलीको सातौँ भावमा मङ्गल छ त्यसको दोष निवारण भएर कुनै पनि देशले सम्झे भोलि बिहे गर्दाखेरि पनि अब हतारमा गरिन्छ थाहा हुँदैन कहाँ कस्तो के थाहा हुँदैन त्यसबाट जीवनमा त्यस्तो कुनै पनि नराम्रो अप्रिय नराम्रो गर्नु हो है अब एउटा स्त्रीभन्दा अरू जीवनमा नआओस् भन्ने भाव चाहिँ हाम्रो धर्म त्यो हो नि त ओम देवी प्रपन्ना तिहरी प्रसिद्ध प्रसिद्ध माता देवको फलस्य प्रसिद्ध विश्वेश्वरकाय वर्षम उमेश्वरी देवी चराचरेश्वरी गुरुवर्ष मङ्गलमूर्तये नमो नमः लक्ष्मीको रूपमा हामीले पूजा गरेको है देवीलाई बुझ्यो नि छोरा केटी मान्छे भयो भने विष्णु भगवान् पिपल पनि विष्णु भगवान् विष्णु भगवान् केटी भयो भने वरिपरि परिक्रमा धुला बनाएर परिक्रमा गराइन्छ केटाले परिक्रमा गर्नु पर्दैन है पूजा मात्र गर्ने सिन्दुर मात्र हाल्ने सौभाग्य वस्तु मात्र त्यति हो त्यति चिज चढाउने भयो है आशीर्वाद दिने मेरो जन्मकुण्डलीमा भएको जुन माङ्गलिक छ त्यसले सबै निवारण गरेर शुभ आशीर्वाद पनि सम्झिने पछि यो टिका मैले यो पोते चुरा जे भयो नि केही न केही राखिराख्नुपर्छ पछि अब योभन्दा दोस्रो दुलै आउँदाखेरि यो टिका त यो पोते चाहिँ लगाइदिनु है आज गरेर राखिसक्ला त कि सक्दैन हजुर राखिदियो भइहाल्यो ल ठिक छ मिलिहाल्छ नि घरमा त्यही त अब 2-4 वर्षपछि आइहाल्छ नि पालो हो कि होइन कति वर्ष भयो अरे अहिले भाउ 25 होइन 25 बेला भइसक्यो नि त भइसक्यो ढिलो गर्ने हुँदैन खोजिरहेछौँ 1-2 वर्षभित्र अब ट्याक्टर ठ्याङ्को डिसाइड गरिहाल्नुपर्छ ढिलो गर्नु हुँदैन बिहा रेडी गर्नु हुँदैन ल भयो ल अब पढाइ कति कहाँ पुगेर बाबु गयो ब्याचलर सक्यो अब सक्यो है बिस्तारै बिस्तारै मास्टर गर्दै गयो जब गर्दै गर्नु पर्यो मास्टर पढ्दै गर्नु पर्यो सबै चिज सबै एकैचोटि गर्नु पर्यो नि कहाँ हुन्छ सबै एकैचोटि पुरेर हुँदैन अनि पैसा होला र होला भन्ने त हुँदै हुँदैन जीवनमा त कल्पना पनि हुँदैन हजुरको मार्बलले हेर्नु